बा योपालि दसैँमा मलाई कपडा किन्ने पैसा अलि धेरै देऊ न है। तर योपालि म त्यो पैसा मेरो लागि लुगा किन्न होइन, मेरी नेपाल आमाको श्रृङ्गारमा खर्च छु। योपालि हामी दसैँ कहाँ मनाउने बा? हाम्रो त घर जलेको होइन र। बरु यसो गरौँ न, आजसम्म दसैँ हामीले मनायौँ, योपालि मेरी नेपाल आमालाई मनाइदेऊ न। पिङ अर्को साल ठड्याए हुन्न र बा। यो साल ढलेका र झलेका धरोहर ठड्याउँ न। घर लिपपोतपछि गरौँला न बा। पहिला सिंहदरबार सजाऊँ न। जमरा अर्को साल राखौँला। यो वर्ष प्रहरीलाई राख्ने वातावरण बनाऊँ न। बा यो दसैँ कसरी मनाउने? ती मर्ने सहित तिम्रा सन्तति होइनन् र? आफ्नै घरको जुठामा कसरी दसैँ मनाउने बा? दुर्गा माता पनि नेपाल आमालाई रुवाई रुवाई मनाएको दसैँमा खुसी होलिन् र? योपालि आमा खुसी बनाऊँ न, शहीदलाई खुसी बनाऊँ न, देश श्रृङ्गार हाम्रा निम्ति अहोरात्र खटिने प्रहरीलाई वासस्थान बनाऊँ न, सिंहदरबार ठड्याउँ न, सपना झलेका ती बा आमाको घाउमा मलमपट्टि लगाऊँ न। योपालि दसैँ कसरी मनाउने बा?